भिडियोमा तपाईहरुलाई शेयर गर्छु, तपाईहरु हेर्नु होला किनकि मैले फुल प्रुफ साथ तपाईहरुलाई भन्छु किनकि मेरो 3-4 वटा फेसबुक पेज पनि छ। म फेसबुक पेजबाट पनि जति होस् थोरै होस् या बढी होस् मैले केही न अर्निङ गरिरहेको छु। तपाईहरु पनि गर्न चाहनुहुन्छ भने मैले युट्युब च्यानल हालेको छु। त्यो युट्युब च्यानलमा मैले A to Z तपाईहरुलाई सिकाउँछु। मेरो युट्युब च्यानलको यहाँबाट दुईटा युट्युब च्यानल छ। एउटामा मैले स्टोरी रिलेटेड काम गर्छु अनि एउटामा म आफ्नो अब नयाँ जुन साथीहरु हाम्रो मधेस प्रदेशको धेरै साथीहरुले अहिले पछाडी नै हुनुहुन्छ कि उहाँहरु मात्र भिडियो हेर्ने, अरूको भिडियो हेर्ने, लाइक गर्नेमा मात्र व्यस्त हुनुहुन्छ। उहाँहरुको लागि एउटा स्पेशल मेरो नामबाट राजन यादव 096 यो मेरो युट्युब च्यानल हो। यसमा मैले युट्युब र फेसबुकबाट कसरी अर्निङ गर्ने अनि त्यसपछि साथसाथै वेबसाइटबाट कसरी हामी अर्निङ गर्न सक्छौं आफ्नो भिडियो बनाएर त्यो फुल टिप्स ट्रिक्स पुरै प्रब्लम सल्युसन पेज कसरी बनाउने, युट्युब च्यानल कसरी बनाउने, लोगो, भिडियो, ब्यानर इच एन्ड एभ्रिथिङ तपाईले चाहिने सबै कुरा म जसरी गरिरहेको छु 4-5 वर्षको एक्सपिरियन्समा मैले पढ्दाखेरि नै स्टार्ट गरे हो। त्यो एक्सपिरियन्स तपाईहरुसँग म शेयर गर्छु। साथीहरु सोशल मिडियाबाट धेरै साथीहरुले अहिले हाम्रो मधेस प्रदेशतिर सोशल मिडियाको त्यति अहिले प्रचार छैन। त्यही भएर म यो भिडियो बनाउँदै छु। जुन साथीहरु सोशल मिडिया युज गर्नुभएको छ मात्र स्क्रोल गरेर टाइम वेस्ट गरिराख्नु भएको छ भने यो भिडियो फुल हेर्नु न। आज म आफ्नो युट्युब च्यानलको फुल अर्निङ तपाईहरुलाई म सो गर्छु। मात्र यो जुन यो मेरो ड्याशबोर्ड म ओपन गर्छु। एउटा मेरो यो भिडियो छ जुन भिडियो मात्र अहिले 70k भ्यू छ। मात्र 70,000 जति पुग्न आँटेको छ, 100 जति कम छ त्यति भ्यू छ। अब यो भिडियोमा हेर्नुस् कति मैले सब्स्क्राइबर गेन गरेको छु, कति मैले पैसा यसबाट कमाएको छु मात्र 70,000 भ्यूमा। अब कति अब तपाईहरु सोच्नुस् लाखौंमा भ्यू आइरा हुन्छ, मिलियनमा भ्यूज गइरा हुन्छ युट्युबको एउटा भिडियोमा। अब त्यसबाट कति मान्छे अर्निङ गर्छ के तपाईहरु मात्र सोशल मिडियामा स्क्रोल गरेर अरूको भिडियोलाई लाइक गरेर बसिराख्नु भएको छ। फेसबुक पनि तपाईहरुले म भन्छु के फेसबुकमा स्टोरी अपलोड गर्दा इभन तपाईले कुनै टेक्स्ट पनि पोस्ट गरिदिनु भयो भने गुड मर्निङ लेखेर पनि तपाई पोस्ट गर्नुभयो भने त्यसबाट पनि मान्छे अर्निङ गरिरहेछ। अहिलेसम्म हामी पछाडी छौं, केही गर्न सकेका छैनौं। ठीक छ, जुन काममा हामी गरिरहेका छौं त्यसमा प्रयास गरौँ, तर पनि अब साइड इन्कम प्यासिभ इन्कम एउटा हुन्छ नि त। आखिरमा सोशल मिडिया डेलीकै हामी 2-3 घण्टा दिइरहेको हुन्छौं। त्यो 2-3 घण्टामा अरूको कन्टेन्ट नहेरेर आफ्नै केही क्रिएटिभिटी लगाएर अरूको कन्टेन्टै बुझेर सम्झेर बनायो भने हामी पनि केही अर्निङ गर्न सक्छौं के। यो भिडियो म तपाईहरुलाई शेयर गर्छु, तपाईहरु हेर्नु होला किनकि मैले फुल प्रुफ साथ तपाईहरुलाई भन्छु किनकि मेरो 3-4 वटा फेसबुक पेज पनि छ। म फेसबुक पेजबाट पनि जति होस् थोरै होस् या बढी होस् मैले केही न अर्निङ गरिरहेको छु। तपाईहरु पनि गर्न चाहनुहुन्छ भने मैले युट्युब च्यानल हालेको छु। त्यो युट्युब च्यानलमा मैले A to Z तपाईहरुलाई सिकाउँछु। मेरो युट्युब च्यानलको यहाँबाट दुईटा युट्युब च्यानल छ। एउटामा मैले स्टोरी रिलेटेड काम गर्छु अनि एउटामा म आफ्नो अब नयाँ जुन साथीहरु हाम्रो मधेस प्रदेशको धेरै साथीहरुले अहिले पछाडी नै हुनुहुन्छ कि उहाँहरु मात्र भिडियो हेर्ने, अरूको भिडियो हेर्ने, लाइक गर्नेमा मात्र व्यस्त हुनुहुन्छ। उहाँहरुको लागि एउटा स्पेशल मेरो नामबाट राजन यादव 096 यो मेरो युट्युब च्यानल हो। यसमा मैले युट्युब र फेसबुकबाट कसरी अर्निङ गर्ने अनि त्यसपछि साथसाथै वेबसाइटबाट कसरी हामी अर्निङ गर्न सक्छौं आफ्नो भिडियो बनाएर त्यो फुल टिप्स ट्रिक्स पुरै प्रब्लम सल्युसन पेज कसरी बनाउने, युट्युब च्यानल कसरी बनाउने, लोगो, भिडियो, ब्यानर इच एन्ड एभ्रिथिङ तपाईले चाहिने सबै कुरा म जसरी गरिरहेको छु 4-5 वर्षको एक्सपिरियन्समा मैले पढ्दाखेरि नै स्टार्ट गरे हो। त्यो एक्सपिरियन्स तपाईहरुसँग म शेयर गर्छु। तपाईहरु गएर त्यो च्यानल सब्स्क्राइब गर्नु होला। अनि यो भिडियो तपाईहरुलाई प्रुफ हेरिसक्नु भयो। यो मेरो मेन च्यानलको प्रुफ थियो जुन तपाईहरु यहाँ हेरिराख्नु भएको थियो। अब तपाईहरुलाई मैले यो साइडमा सबै अट्याच गरिदिन्छु, त्यो तपाईहरु हेर्नु होला। तर म बोलिरहेको हुन्छु तर त्यहाँ पनि त्यो प्ले भइरहेको हुन्छ। अब यस्तै तपाईहरु पनि अर्निङ गर्न खोजिराख्नु भएको छ भने यो भिडियो तपाईहरु शेयर गर्नु होला अनि गएर सब्स्क्राइब गरेर तपाईहरु सबै कुरा सिक्न सक्नुहुन्छ त्यहाँबाट। धेरै साथीहरुको प्रश्न हुन्छ कि स्टोरी अपलोड गर्दा कति डलर अर्निङ हुन्छ 1000 भ्यूमा। यसको लागि आज म तपाईहरुलाई मेरो स्टोरीको लाइभ तपाईहरुलाई शेयर गरेर आउँछु। 1000 भ्यूमा कति डलरको अर्निङ हुन्छ, 2000 मा कति हुन्छ, 3000 मा कति हुन्छ, 4000 मा कति डलरको अर्निङ हुन्छ, कुन हिसाबले फेसबुक डलरमा अर्निङ हामीलाई दिइरा हुन्छ। एउटा स्टोरी पोस्ट गर्दाखेरि दिनमा कतिवटा स्टोरी पोस्ट गर्दा कति अर्निङ गर्न सकिन्छ त्यो अनुसारको कस्ट एस्टिमेसन यहाँबाट तपाईहरु हेर्न सक्नुहुन्छ। मैले एउटा पोस्ट गर्दाखेरि 3500-3600 को लगभग रेन्जमा यो पोस्टमा भ्यू आएको छ, जसमा मैले 0.17 डलरसम्म 0.17 डलर अर्निङ गरेको छु। 0.17 डलर एउटा स्टोरी पोस्ट गरेर मात्र दिनको मैले त्यो अनुसारको 10 वटा स्टोरी पोस्ट गरे भने अनि यति भ्यू त एउटा स्टोरीमा आइराछ भने सबै स्टोरीमा मेरो यति भ्यू आउँछ, यति फ्लोर छ भने इजी तरिकाले आउँछ। यसरी तपाईहरु काउन्ट गर्नु होला। 1000 को भ्यूमा लगभग 0.05 को रेटले आइराछ 1000 मा स्टोरी पोस्ट गर्दाखेरि। अब त्यसमा पनि कुनै केसमा डिपेन्ड गर्छ तपाईहरुको, कुनै केसमा डिपेन्ड गर्छ तपाईहरुको कि कति एड्स आइराछ। स्टोरी स्क्रोल गर्दाखेरि त्यहाँ एड्स आउँछ के साइडमा, कुनै बेला नेक्स्ट स्टोरी गर्दाखेरि एड्स आइहाल्छ। त्यो अनुसार पनि डिपेन्ड गर्छ। तर एभरेजमा 0.05-1 के भ्यूमा आइरा हुन्छ। तपाईको यदि स्टोरीको क्वालिटी राम्रो छ, भिडियो क्वालिटी राम्रो छ भने यहाँबाट तपाई लाइभ प्रुफ हेर्न सक्नुहुन्छ इजी तरिकाले। यस्तै भिडियो हेर्नलाई तपाईहरु मलाई फलो गरेर बसिराख्नु होला।